साथीहरू सबैलाई नमस्कार। आज मलाई चाहिँ करेन्ट खाने मन लाग्यो, करेन्ट चाउचाउ। त्यही भएर मैले दुईवटा करेन्ट चाउचाउ लिएर बनाउन गइराखेको छु। तपाईँहरू अन्तिमसम्म हेरेर साथ दिनु होला है। करेन्ट चाउचाउ कसरी बनाउनुहुन्छ तपाईँहरू है, म चाहिँ कसरी बनाउँछु तपाईँहरूलाई देखाउँछु है। यी साथीहरू करेन्ट एकदम बोइल भइसकेको छ। अब यसलाई हामी पानी फाल्छौँ है। हेलो साथीहरू, करेन्ट चाउचाउ यस्तो भइसकेको छ। यसलाई अब हामी यसो थालीमा हाल्छौँ है साथीहरू। थालीमा हालेर यसलाई एकदम तरिकाले झन्नैले खसेको के गरेको खसेको सिम चाहिँ हुँदैन, हातले गर्नु पर्यो यार। हेलो साथीहरू, अब माथिबाट धनिया यी साथीहरू, यी चाउमिन जस्तो भएछ करेन्ट चाउचाउ। करेन्ट चाउचाउ कसरी खाने थाहा छ तपाईँलाई? ल साथीहरू, करेन्ट चाउचाउ बन्दैछ है साथीहरू। करेन्ट चाउचाउ ल झ्याम पैसा नि हो 50 रुपैयाँ खानु पर्यो। ल भयो, यो नाम त झिक्क परिसक्यो नि। ल साथीहरू, हामी चिम्बोसले खाएनौँ। यी